यतिखेर तपाईहरु देख्न सक्नुहुन्छ मंगला गाउँपालिका भर्सेस जैमिनी नगरपालिकाको उत्कृष्ट ब्याडमिन्टन कम्पिटिसन भइरहेको छ। जैमिनी नगरपालिकाले सोझो प्रहार पनि रिसिभ गर्न सकेन। जैमिनी नगरपालिकाबाट हुनुहुन्छ विपिन आचार्य, मंगलाबाट हुनुहुन्छ श्यामसुन्दर कणेल। यतिखेर श्यामसुन्दर कणेलको एकदम उत्कृष्ट प्रहार। अनि हामीसँगै स्कोर बोर्डमा हुनुहुन्छ स्कोर जगत भानिया हुनुहुन्छ भने यतिखेर हामीसँग यता दर्शकमा मंगला गाउँपालिका पूर्वाधार विकास शाखा प्रमुख रुचेन्द्र अधिकारी सर पनि हुनुहुन्छ। ओहो यतिखेर जैमिनी नगरपालिकाको 1 रहेको छ भने मंगला गाउँपालिका 5-5-1। 5 मा 1 अंक जोड्दै मंगला गाउँपालिका 6 अंक बटुल्न सफल भएको छ भने जैमिनी नगरपालिका 1 मै सीमित रहेको छ। आश्चर्यचकित चाहिँ के छ भने त्यहाँ जैमिनी नगरपालिकाले 1 अंक चाहिँ कहाँबाट बटुल्न सफल भयो। अनि यतिखेर अम्पमा हुनुहुन्छ रुचेन्द्र अधिकारी। उहाँ अबको चिर प्रतिद्वन्दी श्यामसुन्दर कणेलसँगको लागि प्रतिस्पर्धाको लागि रेडी अवस्थामा बस्नु भएको छ। उता जगत भानिया विपिन आचार्यसँग हारेर स्कोर कार्डमा बस्नु भएको छ। हैन आश्चर्यचकित के छ भने त्यो 1 अंक कहाँबाट आयो। बल्ल 2 अंक बटुल्न सफल। ए 3 भन्ने बेला क्यामेरामा सुनिरहेन के अलि 3 जोरले भन्नु है।
यतिखेर श्यामसुन्दर कणेल दाइको 20 भएको छ भने विपिन आचार्य दाइको 20-3 अन्तिम सेट पोइन्टमा रहेको छ यतिखेर म्याच भने यतिखेर सेट पोइन्टको उत्कृष्ट प्रहार सँगसँगै यो सेट आजको लागि विपिन आचार्यज्यूले दही हार्नु भएको छ।